हेर्नुहोस् हाम्रो फिलिङ्गे फुल्न थालेछ। क्या रमाइलो हुन थालेछ। यसबाजी त आमदाम भरिन्छ क्या हो। यता हेर्नुहोस्, यो हाम्रो दाल पनि फुल्न थालेको रहेछ र अब फल्ने समय हो। पानी बेला बेला आइदिए त राम्रो हुन्थ्यो होला। फिलिङ्गेको फुलहरू फुल्न थालेको छ। पुत्ताली पनि छ, यसरी फुल्दैछ। हाम्रो दाल अत्यन्तै राम्रो भएको छ। फिलिङ्गे पनि अत्यन्तै राम्रो छ र यसको बिचमा नरिवल रोपेको थिएँ। नरिवल पनि राम्रो आइराखेको छ। बल्ल नरिवलले पात फेर्दै छ, अलिअलि बढ्न थालेछ। यो हाम्रो दाल हो। दाल पनि यति राम्रो छ। अहिलेको हाम्रो कमाइ धेरै राम्रो नै होला है। यी फिलिङ्गे पनि निकै राम्रो आइराखेको छ यता। र यसरी ईश्वरले साथ दियो भने त यसबाजीको कमाइ निकै राम्रो देखिँदैछ है। सम्पूर्ण मेरो यसो सब्सक्राइब वा लाइक नगरे पनि यसो हेरिदिनु छ। नरिवल यहाँ रोपेको राम्रै आइरहेको छ। कोला पनि ठिकै छ। यता माथि यहाँ आएर गत पनि एकदम राम्रो आइराखेको छ। गत पनि लत्ता हाल्न थालेछ। यसरी यहाँ पनि नरिवलको बोट एकदम राम्रो आउँदैछ। यता यो गहत हो। यसले हेऱ्यो भने फिलिङ्गे हो। यो फिलिङ्गे पनि आइरहेको छ। यहाँ कोला छ, कोला पनि राम्रो आइरहेको छ। र यो यहाँ तल गएर हेर्दा चाहिँ यो हाम्रो दालबारी हो। यो दाल पनि एकदम राम्रो आइरहेको छ है। ल हेर्नुहोस् हाम्रो यो कमाइ यसबाजीको। आजलाई यति नै। फेरि अर्को अलिक फुल्न थालेपछि भेटौँला। म तपाईँहरूलाई यो सम्पूर्ण म रेकर्ड गर्दै लगाइदिने नै छु। हेरिदिनु हुन पनि म अनुरोध गर्दछु।